साथीहरू नमस्कार। म तपाईहरुको सिकाइको साथी दीर्घराज जोशी। विगतमा मैले विभिन्न प्रकारका संवादहरू गरे, धेरै मान्छेसँग जोडिए। अहिले म दक्षिण कोरियामा 6 वर्ष बसे, अमेरिकामा 3 वर्ष बसे र नेपालमै केही गर्नुपर्छ भनेर अहिले म नेपालमा आएको छु। ज्ञान सिप सिकेर यो देशमा केही गरौँ भनेर। र मैले भर्खरका 7 वर्षका नानी, 10 वर्षका, 13 वर्षका, 15 वर्षका नानीहरू, केही सिनियरहरू, दर्जनौं विद्यालयहरू, 10,000 विद्यार्थीका बीचमा प्रशिक्षण, औषधिको विवेकपूर्ण प्रयोगका लागि भनेर देशैभरि केही ठाउँमा पनि घुमे। आज मैले धेरै सिनियर, सानोभन्दा सानो बच्चाले देशका बारेमा के सोच्छन्, उनीहरूको भावना कस्तो छ र हाम्रो बुवा समान उमेरका 64 वर्षका एकजना व्यक्तित्व हुनुहुन्छ जसले यो देशमा कृषि कर्म गर्नुभयो, विभिन्न सिपहरू सिक्नुभयो, नल बनाउनेदेखि थुप्रो कार्यहरू उहाँले गर्नुभयो। उहाँले चाहिँ देखेको समाज कस्तो छ, हिजो कस्तो थियो, आगामी दिनमा के अपेक्षा गर्नुहुन्छ, उहाँबाट आज हामी केही सिक्ने प्रयास गर्दैछौँ। हजुरलाई आज मेरो यो फोरममा स्वागत छ। हजुरलाई हजुरको एकचोटि परिचय दिइदिनु न। मेरो यो नगरपालिका 7 मनेरा गौरी मेरो घर हो। म खुसीराम चौधरी। हजुर। अनि मेरो हेर्नुस्, बुवा आमा यही मनेरा नै जिमदारको घर कमैया काम गर्थे। हजुर। अनि गर्दा गर्दै हामी ठुलो भइसकेपछि, ठुलो भएपछि अनि 2048 सालमा नलकाको काम सुरुवात गरे। हेर्नुस्, 48 सालमा। अहिले हजुर 64 सालको हुनुभयो है? 64 वर्षको। हजुर। अनि मेरो बुवाको 2000 रुपियाँ ऋण थियो। अनि मैले खानेपानीको काम गरेँ। गरिसकेपछि अनि पेस्की लिए। 2 दिन काम गरेर पेस्की लिए खानेपानीबाट कति 20,000 रुपियाँ। अनि 2,000 रुपियाँ बुवालाई दिएँ। बुवालाई दिएँ, उसले आफ्नो ऋण तिर्यो, अरू पैसा आफ्नो खर्चको लागि राखे। राखिसकेपछि अनि भाइहरूलाई कमैया कामबाट मुक्त गरे। त्यही बेला कहाँ गर्थे भाइहरूले कमैयाको रूपमा काम? यी मनेरा जिमदारको यहाँ। चौधरीहरूकोमा कि पहाडीको? पहाडीको। अनि त्यही हुनाले मलाई जिमदारहरू चाहिँ मान्ने रहेछन्। जे कुरा म भन्छु आफ्नै घरकै परिवार जस्तै मान्छन्। केही मलाई भएपछि उनी हेरविचार गर्न आउँछन्। हिजो भेटभाट गर्न आएको हुन् जिमदार। केही काम परेपछि मलाई नै सोध्न आउँछन् जिमदार। त्यही त, जस्तै हजुरको एउटा कस्तो मिलनसार स्वभाव छ भने नि, अहिले समाजमा पहाडिया, थारू, मधेसी अथवा बिदेशी भनेर झगडाउने तत्त्व पनि छन् नि यो समाजमा, होइन? झगडा गराउने। तपाईँ त कसैसँग कसैसँग हजुर नै, बरु 2 झापट आफू खाने, अरूलाई नलगाउने। म हजुर आफ्नो बच्चा समेतलाई पनि म यस्तो छोया छैन हजुर। त्यही त, मारपिटमा म कसैलाई छोया छैन। अनि जस्तै अरू मान्छे जो छन् नि समाजमा, यी लड्न खोज्ने जात, धर्म, सम्प्रदायका नाममा, तिनीहरू किन लड्छन् र तिनीहरूले के सिक्नुपर्छ होला हामीबाट? खोइ हजुर, त्यो पनि मैले बुझ्न सकेका छैन हजुरको। किन लड्छन्, किन आफ्नै त्यहाँ चाहिँ घुम्दा फिर्दा मान्छेलाई कोही खेतीतिर आफ्नो खेतपात हेर्न गएको बेला पनि त्यही पिट्दिने के हो आजकलको जमाना? पहिला त यस्तो थिएन हेर्नु है। भर्खर अघि पनि तपाईँ एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो, के भयो अरे त्यो सामान्यमा? यो मेरो छोरालाई खाली अटोमेटिक उत्तिकै केही दोष नै, बजारबाट काम गरेर दोकानमा उसले 20-22 हजार रुपियाँ महिनावारी काम गर्थ्यो, त्यो पनि खतम भयो। खाली फोकटिया छुट्या रहेछन् हेर्नुहोस्। शिविरको 20-25 जना केटाहरू, गुन्डा जस्तो हजुर। अनि के भन्छ, जिपरका गाए बोल्ने म एक्लै, अनि यो गर ऊ गर मिलाइहाले। अब के गर्नु एक्लै? अब जसको तागत उसैको
सब दुनियाँ उसैको माथि छ आजको जमानामा पनि आजको जमानामा। तपाईँले आजभन्दा जसै जति बेला तपाईँले 2048 सालतिर त्यो नलको काम, त्यो बेलाको समाज कस्तो थियो अहिले र त्यो बेला? त्यो बेला त एकदम राम्रो थियो, कोही कसैले केही भनेन। हेर्नुहोस् त्यो काम गर्दा त्यो बेला पहाडी थारू भनेर पनि लड्दैन थियो है? नै 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 नै। केले गर्दा यसरी लड्न लागे झै लाग्छ हजुरले? खै हजुर, भन्दा तपाईँले त 40 वर्ष यो त यिनीको के फेसन हो, फिल्म हेरेर हो कि के गरेर हो हैन, त्यही स्टाइल निकाल्छन् है। ल्याएर आउनु त्यही त। त्यो कसरी चाहिँ अब समाजलाई, मलाई मेरो चिन्ता केही पनि होइन। के हो भन्दा हजुर 64 वर्ष मेरो बुवा समान उमेरको मान्छे, हजुरले यो समाज बुझ्नुभयो, देख्नुभयो, आगामी दिनमा त हामीले बस्ने हो नि त यो बस्ने हो। हजुर जस्तो मिलेर बसेको यो समाजमा सबैले मान्ने मान्छे हामी कसरी बनौँला त? अब यो समाजमा के कुरा सावधानी अपनाउनु पर्ला? किनकि तपाईँले त्यो बेला पनि त अहिलेको जस्तो पैसाको अभाव त्यो बेला पनि थियो नि, थियो त्यो बेला पनि पैसाको अभाव थियो हेर्नुहोस्। तर पनि समाज धेरै खुसी थियो होइन? एकदम खुसी थिए। अहिले त सुसाइड गरेका छन्, कोही डिप्रेसनमा छन्, कोही विदेश गएका छन् होइन? कोही विदेश गएका छन्। पहिलाको घरमा छोराहरूले म विदेशै जानुपर्छ भन्छन् कि भन्दैनन् आजकल? भन्न त भन्थे, विदेशैको टर्खरमा थियो, जापान जाउँला भनेर त्यही पढाइमा थियो जेठो छोरा। अनि अब यस्तो घटना भयो एकदमै। अब त्यहाँ गएपछि बिमार पर्ला, हरेक चिज होला। हो हो। तपाईँले जस्तै तपाईँको उमेरमा हुन त त्यति विदेश जाने चलन थिएन त? थिएन। दिमागमा आयो विदेश जानुपर्छ भन्ने? आयो? नै आएन हजुर, त्यो बेला थिएन यस्तो विदेश जाने यताउता केही थिएन। म हजुरको कोहलपुरसम्म देखेका छु, उता गएकै छैन, कहीँ यताउता कहीँ गएका छैन। यता पलियासम्म हजुर, यता गोदावरी, उता महेन्द्रनगर पूर्णागिरीसम्म एकचोटि पूर्णागिरी गएको हो, उति हो। अब हजुरको समाजमा चाहिँ के हुन्थ्यो? पैसा नभए पनि काम चल्थ्यो नि त? पैसा नभए पनि काम चल्थ्यो हजुर। अर्को माग्थे। अहिले त पैसा बिना समाजै नचल्ने जस्तो भएको छ। पैसा नभएर समाजै चल्दैन हजुर। अब के गर्न सक्यो? अब त्यो बेला हजुरको जस्तै 2.5 किलोको पसेरी हुन्थ्यो, एक पसेरी बेचेपछि 2 रुपियाँ आउँथ्यो। पसेरी भनेको के? 2.5 किलोको एक पसेरी होइन, अनि एक पसेरी बेचेपछि 2 रुपियाँ आउँथ्यो। अब त 250 रुपियाँ आउँछ रकमको टोरी बेचेपछि होइन। कुरो चाहिँ एउटै हो, मान्छे चाहिँ त्यो मात्र फरक परेको छ। यो दिन पनि उस्तै निस्किने, रात पनि उस्तै हुने त हो, मान्छे बदलिया छन् हेर्नुहोस्। ठिक भन्नुभयो। अब जस्तै अहिले त लवाई खुवाई पनि फरक छ नि मान्छे? फरक छ। यिनीहरूले घरको लोकल पखालेर खाऊ भने खान्नन्, हजुर। अब तिनीहरू अहिले सबैलाई, कसैलाई हार्ट मुटुको समस्या छ, कसैलाई फोक्सी, कसैका किडनी, कसैका हड्डी, सन्चो मान्छे पनि छैन अहिले। छैन। पहिलाका भन्दा धेरै अस्पताल बनेको छ, औषधि बनेको छ। पहिला हेर्नुहोस्, इनारको पानी खाएर पनि मान्छे 100 वर्ष बाँच्थे। अब आजकलको मान्छे 60 वर्ष पुगाउन गाह्रो। तपाईलाई पनि अहिलेसम्म केही भएको छैन नि स्वास्थ्यमा? अहिले केही भएको छैन। 64 वर्ष हेर्नु त तपाईँ जवान देखिनुहुन्छ अझै। मलाई अहिलेसम्म केही भएको छैन। मैले देखे अनुसार झन्डै बिहान उठेदेखि रातिसम्म कामै गर्नुहुन्थ्यो है प्राय लगभग? हजुर कामै गर्थे। र त्यो काम गरिरहँदा कहिले केही चिन्ता भएन? आनन्द मात्र आयो? आनन्द मात्र। काम गर्यो, खायो, बस। कर्मयोगी पुरै। हजुर। अहिले कतिजना छन् तपाईँको परिवारमा? अहिले हजुर 2टा छोरा, 2टा परिवार है। अनि छोरी सब यताउता काममा छन्। एउटा पहाड बाजुरातिर छ, टिचर हुन् क्या तपाईँको छोरी? सचिवमा। एउटा चाहिँ काठमाडौँतिर कान्छी छोरी, जेठीपट्टिको कान्छी छोरी काठमाडौँ नर्समा। अनि अर्को कान्छी छोरी चाहिँ बसमा बस्न सक्दैन, उसले पनि नाउँ निकाल्थ्यो, जान्थ्यो बाहिर होइन काम गर्न। उल्टी हुन्छ एकदम उल्टी। यहाँदेखि एकचोटि काठमाडौँको लागि गएका थियो, काठमाडौँ जाउँला भनेर। अनि
अटरियासम्म पुग्यो फर्केर आइहाल्यो उल्टी धेरै भएर उल्टी धेरै भएर ठिक भन्नुभयो अनि के भन्छन् त छोराहरूले अब बुढेसकालमा धेरै दुःख नगर्नु हामी पैसा पठाउँछु भन्छन् कि के भन्छन् त्यस्तो हजुर अहिले उनी पैसै कमाउन सक्दैनन् अब त्यो उता पहाडवाला छोरीको भर्खरै भनौँ जोइन्ट त छ उताको 1 साल भयो केही खबरै भएका छैन जे होस् उनीहरू आफ्नो खुट्टामा उभिए त्यो उभिए अनि तपाईँलाई कसरी लाग्यो त केटाकेटी चाहिँ पढाउनु पर्छ भन्ने चाहिँ किनकि धेरैले त त्यो समाजमा बिजी भएका गाउँतिरकाले ध्यान दिएनन् नि तर तपाईँले त यता कृषि पनि गर्नुभयो सँगसँगै छोराछोरीलाई पढ्न पनि पठाउनु भयो नि एकदमै हाम्रो घरको हजुरको न कोही भाइ न कोही माँ कोही स्कुलको पढे छैन पढाइ नै छैन त्यसको ध्यानै थिएन हेर्नुहोस् त्यो बेला अनि कस्तो कस्तो यहाँनिर यो छोरी छ यहाँनिर माइली छोरी अनि जसरी तसरी उसलाई फकाई फुलाई स्कुल लगाए हेर्नुहोस् ऊ त फटाफट चाहिँ राम्रो भयो अनि त्यहाँदेखि लेखाइ पढाइ सरकारी स्कुलमा हैन हजुर त्यहाँदेखि फटाफट हुन लाग्यो बच्चाहरू पनि लाइनमा लागिहाले पढाइमा नत्री पढाइ सराई के मतलब थिएन हजुर हामी त काम गरौँ खाउँ उति मात्रै ध्यान थियो अहिले पनि जस्तै कतिपय लेबरी गरेर दिनभरि खाइरहेका चौधरी राणा समुदाय अरू पनि छन् पहाडी पनि तिनीहरूलाई चाहिँ हजुरले सुझाव दिनु पर्यो भने के सुझाव दिनुहुन्छ अहिले केटाकेटीको भविष्यका लागि अब हजुर आजकलको जमानामा आजकल त बालबच्चाहरूलाई पनि आफ्नै गाउँको बच्चाहरूलाई म चिन्दैन हजुर उनीको नयाँ नयाँ कुरो गर्छन् उनलाई म केही भन्न सक्दैन हजुर उनीहरूका बाआमालाई के भन्ने बाआमालाई के ती बच्चा बच्चीका बाआमालाई आफ्नो छोराछोरीलाई कसरी हुर्काऊ भन्ने ऊ बाआमालाई हजुर उनी पनि सब म जस्तै भइहाले धेरै जस्ता त माथि पुगे मेरो उमेरको मान्छे अनि हजुरको चाहिँ जस्तै आफ्नै जमिन चाहिँ कति थियो अरूको जमिन कति लगाउनुहुन्थ्यो तपाईँले मेरो जमिन हजुर थिएन सुरुमा थिएन अनि अब भनौँ भने यसमा जोइन्ट त छु नै सहज रूपमा जे हुन्छ त्यस्तो करकाप छैन अनि बुवाहरू के भन्थे भनेपछि अब जिम्मेदार पहारा थिए सब यहाँ कोही थिएन यी जिम्मेदारहरू सानै थिए मेरो बुवा भन्थ्यो एउटा कोठारी थियो अनि यो जिम्मेदारको जग्गा 16 बिघा मेरो बुवाको नाउँमा सरकारले गरिदियो अनि त्यो बेला कसको सरकार थियो राजाको शासन थियो कि राजाको शासन थियो लिलाम गर्यो जिम्मेदारी जग्गा अनि बुवाको नाउँमा गर्यो कसको नाउँमा गरिसकेपछि अनि इमानदारिताले जिम्मेदार आइसकेपछि ल हाम्रो जग्गा चाहिँ दिन पर्यो ल हुन्छ हजुर दिन्छौँ हजुरको सम्पत्ति हामी खाँदैनौँ भनेर फिर्ता गऱ्यौँ बुवाले फिर्ता गरिदिनु भयो त्यो 16 बिघा जमिन हजुर फिर्ता गऱ्यौँ अनि त्यो फिर्ता चाहिँ कति सालमा गर्नुभयो कति सालमा लिनुभयो त्यो हजुर मैले सानै हुनुहुन्थ्यो हजुर अनि त्यो बेलाको जग्गा 10 बिघा यी जिम्मेदार र यो पुजारी महाराज नाटपाटै हुन् अनि 10 बिघा जति उनीको नाउँमा हाले अब उनीको नामबाट कटाएन उनी आफ्नो नातेदार भएन अनि लास्ट त तपाईको भागमा कति पर्यो कि परेन अनि उसले केही दिक्कत भयो होला अनि पुजारी महाराजले 10 बिघा जिम्मेदारको निकाले पछि लास्ट निकाले 8-10 वर्ष भयो होला निकालेको अहिले पुजारी महाराज त्यसपछि तपाईले आफै अरूको जमिन लगाउनु बस कति बिघासम्म लाउनु भयो कहिलेकाहीँ त एकचोटीमा मैले हेर्नुस्
पहिला एउटैमा सब भाइ एउटैमा थिएँ अनि मैले 12-15 बिघा लगाउँथेँ है। हजुर। गाउँवालाको एउटा ट्र्याक्टर मेरै काम गर्थ्यो। हजुर। अनि म लेबर पनि लगाउँथेँ, शिविरवाला पनि आउँथे लेबर, यहाँ गौरी काले पनि आउँथे काम गर्न, धान रोप्न काट्न, उनलाई पनि केही गुजारा हुन्थ्यो। हो हो। अहिले चाहिँ कति छ त तपाईँका जमिन चाहिँ आफ्नो जमिन? छैन हजुर, छैन। यो घरेडी मात्र हो है? घरेडी मात्र हो। घरेडी पनि यही खेतीपाती गरेर किन्नुभयो कि के हो तपाईँले? हजुर 1 बिघा किने थिएँ हजुरको एक ठाउँमा जिमदारसँग। अनि त्यो जग्गा यो गुर्दियालको नाउँमा निस्क्यो। अनि गुर्दियालले लियो, म त नङ्गाराम एक, त्यसबाट 1 रुपियाँ भेटाएन, केही भेटाएन हजुर। अब अहिले जस्तै अब एकछिन अरू राम्रा कुरा गऱ्यौँ हामीले। अब चाहिँ यो समाजमा अहिले चाहिँ के भन्छन् भन्दा नि त्यो पहिलाको व्यवस्था ठिक थियो, अहिलेको व्यवस्था ठिक छैन भन्छन् कतिले, कतिले होइन अहिले मान्छेले बोल्न पाएका छन्, लोकतन्त्र आएको छ भन्छन्। हजुरलाई आफैले हेर्दाखेरि चाहिँ 40 वर्ष अगाडिको व्यवस्था समाज र आजको कस्तो लाग्छ तपाईँलाई आफैलाई चाहिँ? त्यो पहिलाको जमानामा हजुरको तपाईँको 2-3 बिघा 5 बिघा खेती गर्दा पनि होइन, अनि खाना पुग थिएन, उब्जनी थिएन। अनि आजकल 5 कट्ठा भएपछि मान्छेलाई गुजारा हुन्छ, एक परिवारलाई छकित्र हुन्छ। त्यति फरक छ हेर्नुहोस् उब्जनीमा। अनि समाजका दृष्टिले जस्तै नेताले आजकल धेरै गाली खान्छन् भन्छ नि, पहिला चाहिँ गाली खान्थे कि खान्थेन? खान्थेन हजुर। पहिला राजा थिए होइन, एकदम महत्त्व थियो त्यो बेला। त्यो बेला राजाको केही सवारी भएको भए जान्थ्यौँ हेर्न, जान्थ्यौँ हेर्थ्यौँ। अहिले पनि तपाईँलाई माया लाग्छ राजा भने? माया लाग्छ त हजुर। मलाई पनि अचम्म लाग्यो क्या, यत्रो मैले सानैदेखि पनि राजालाई गाली गरेको मात्र सुने म हुर्किँदा त है हजुर, सानोमा हुर्किँदा राजा, किनकि त्यस्तै बनिरहेको थियो आन्दोलन, सबले गाली मात्र गरेको सुन्थेँ कि म। मेरो दिमागमा लाग्थ्यो खराबै हुने यिनीहरू भन्ने लाग्थ्यो। तपाईँहरूको उमेरका धेरैलाई भेटे, सबैले चाहिँ राजा चाहिँ बडा शालीन थिए, सबैले मान गर्थे भन्थे। के फरक छ र राजा नेता, के फरक छ र? राजा त हजुर राजै हुन्। राजा चाहिँ एकदम कसैलाई केही नगर्न दिन्थे होइन। अब केही भएपछि न्याउ राम्रो गर्थे। आजकल त हजुर तर कतिपयले फेरि यसरी भन्छ नि, मधेसी थारू दलितहरूलाई त राजाहरूले देख्नै सधैँ एकदमै दुःख दिएको हो भन्थे नि, त्यो झुट किन? त्यो हजुर मैले त्यस्तो थाहा पाएन, खालि लडाएको हो त्यसो समाज हजुर, त्यस्तो थाहा पाएन मैले। अब अहिलेका नेतालाई के सुझाव छ त हजुरको? अहिलेका जो गाली खाइरहेछन् नि नेताहरू, यिनीहरूको पनि मन त देश बनाऊ भन्ने होला होइन र? कि तपाईँलाई लाग्दैन? खोइ हजुर, त्यो त हजुर त्यो हजुर देश बनाऊ भन्छन् कि म बनाऊ भन्छन् कि के हो? म पैसा म मात्रै कमाऊ भन्छन् कि के हो? उनीको कुरै बुझ्दैन हजुर। म नेताहरूको तर्फबाट मैले धेरै ध्यान गर्दैन हजुर, म कामकै ध्यानमा हुन्छु। ठिक भन्नुभयो, ठिक भन्नुभयो। तर धेरै कामकै ध्यान भएका मान्छेहरूबाट भोट मागेर जितेर गएर यो देश त स्वर्ग बनाउँछु भनेर भोट मागेको हो नि त उनीहरूले। हजुर स्वर्ग बनाउँछु भन्छन्। कतिले सिङ्गापुर बनाउँछु भने, कति बेला अमेरिका जस्तो बनाउँछु भने। यो कसै देश जस्तो नबनाए पनि नेपालै जस्तो राम्रो बनाए पनि हामी त खुसी हुन्थ्यौँ, खुसी हुन्थ्यौँ। त्यही भएर धेरै गाली खान लागे यिनीहरूले। अब तपाईँ र हामीले चाहिँ उनीहरूको भलो चिताएर यिनीहरूले गाली नखाने काम के गर्यो भने यिनीहरूले गाली नखालान् भन्ने लाग्छ हजुरलाई? धेरै गाली खाए कि यिनीहरूले? हेर्नु फेसबुक हेर्छु म, बिहानदेखि गाली खाएछन्। हेर्नु त यिनीहरूको गाली त खाछन्, गाली यिनी खाएछन्। के हो यिनीहरूको? तपाईँ हामीलाई त गाली खायो भने टाउको दुख्छ नि होइन? के बिगारे होला भने डर लाग्दैन होला? यिनीलाई डर लाग्दैन, हेर्नुहोस् यिनीलाई एकदमै डर लाग्दैन। हामीलाई त कसैले 2 वचन खराब बोलिदिएपछि देशभरिको चिन्ता हुन्छ। हेर्नुहोस् मैले के बिगारे, कसरी गल्ती गरेँ, फलानाले मलाई 2 शब्द चाहिँ नराम्रो कुरा भन्यो अनि चिन्ता लागिरहेको छ एकदम होइन।
त्यही त यत्रो गाली खाँदाखेरि नेता पनि कसरी सुत्न सक्यो होला यिनीलाई केही फरकै पर्दैन के हो कस्तो हो। फेरि अर्को तपाईँलाई थाहा छ नेताहरूका धेरैका छोराछोरी त राम्रो राम्रो पोस्टमा छन्, विदेशमा पठाउँछन्। नेताले नै आफ्ना छोराछोरीको भविष्य नेपालमा देख्दैनन् भने अरूले कसरी भविष्य देख्लान् नेपालमा भन्नु त? मैले त धेरै सङ्गत गरेँ, धेरै देखेँ, धेरै नेताका छोराछोरी विदेशमा छन्। यिनीहरूले चाहिँ देश बनाउनुपर्छ भनेर अरूलाई आन्दोलनमा दौडाउँछन्। यिनीहरूका छोराछोरी नातेदार अधिकांश विदेशमा छन्। उनीहरूले चाहिँ यो देशमा भविष्य देख्दैनन्। हजुर किन यस्तो भयो होला भन्नु त? हजुर उनी चाहिँ पैसावाला भए विदेशै पठाउँछन्, नेपालको भविष्य उनलाई मतलबै छैन। अनि पहिला तपाईँलाई याद छ हामी त म त सरकारी स्कुल पढेँ, मेरो भाइ बहिनी 5 जना हामी सब सरकारी स्कुल पढ्यौँ होइन? हामीसँग पनि त फिस तिर्ने पैसा थिएन नि। थिएन। तर धेरैले त पहिला यी बोर्डिङहरू बन्द गर्न पर्छ, 2 प्रकारको शिक्षा भन्थे। तर उनीहरूका छोराछोरी सबै अहिले बोर्डिङ पर्छन्। उनीहरू आफैले बोर्डिङ स्कुल खोलेका छन् के? आफै खोलेका छन्। किन यस्तो भयो होला तपाईँलाई कहिलेकाहीँ के लाग्छ यस्तोमा? त्यही त हजुर, यिनी चाहिँ बोर्डिङ चाहिँ बन्द गर्न पर्छ, सरकारी मात्रै राख्न पर्छ भन्थे। आखर आफै बोर्डिङ स्कुल चाहिँ आफै चलाछन्, छोराछोरी पनि त्यहीँ पढ्छन्। अब सरकारी स्कुल म घुम्न गएको कति स्कुल गएँ, यहाँ 100 जना 50 जना 150 जना मात्र विद्यार्थी छन्। त्यत्रो भवन छ, जमिन छ, संरचना छ, सरकारी स्कुलमा विद्यार्थी छैनन्। छैन। हजुर सरकारको पैसा त सकियो नि, यो त सकियो। सरकारी स्कुलमा छैन विद्यार्थी, यो बोर्डिङ स्कुलमा मान्छे छन्। तर पहिलाको जमानामा हेर्नुहोस्, सुर्ती भयो, हुक्का भयो, आफै रोप्थे, आफै बनाउँथे, खान्थे होइन? खेतमै आफै सुर्तीको बोट पनि आफै उत्पादन गर्थे। आजकलको जमानामा चाहिँ आफ्नो नेपालको कारखाना बन्द गरेर पनि विदेशकै पैसा हालेर विदेशकै चिज खान पर्छ। तपाईँलाई भाटभटेनी भन्ने थाहा छ? भाटभटेनी भन्ने एउटा ठुलो मार्केट खुलिया छ यहाँ, थाहा छ होइन? ठुलो पसल छ के, देशैभरि छन् त्यसका पसल। थाहा त छ हजुर, तर मैले पसेर नै। म त्यहाँ अस्ति पसेँ के, म 6 वर्ष कोरिया 3 वर्ष अमेरिका बसेँ। अमेरिकन र कोरियनले खाने भन्दा पनि महँगा आइटम त्यहाँ छन्। विदेशी ब्रान्डका रक्सी त्यहाँ छन्, विदेशी ब्रान्डका पर्फ्युम सेन्टहरू छन् क्या शरीरमा छ। चकलेट पनि अमेरिकामा मानौ 10,000 नेपाली पर्ने चकलेट यहाँ 20,000 डबल पर्छ चकलेट पनि। त्यस्ता प्रकारका चकलेट खान्छन् क्या। मलाई अचम्म लाग्यो, यो देशमा कसले चकलेट किनेर खान्छ? त्यस्ता पर्फ्युम कसले छर्छ होइन? यो देशको उत्पादन छैन त्यहाँ, धेरै बाहिरबाट आछ भनेपछि यो देशमा खानेहरू पनि त छन् नि त होइन? हजुर भनेको विदेशीबाटै हाम्रा नागरिक विदेश गएर कमाउँछन्, त्यही यहाँका छोराछोरी कसैले त्यही सामान किन्छन्, फेरि त्यो पैसा विदेशमै जान्छ। विदेशमै जान्छ, हिसाब किताब बराबर हुन्छ क्या, कति कमाएर ल्यायो ठिक्क जान्छ वहीँ। म अचम्म परेँ हेर्नु। हजुर कोरियामा त्यस्तो ब्रान्ड धेरै पाएन मैले, जुन ब्रान्ड यहाँको यो भाटभटेनीमा छ। हेर्नु त अचम्म होइन? किनकि यो अहिले त हाम्रो घरमा त यो धेरै कुराहरू यहीँ बारीमै फल्छ, तरकारी खाद्यान्न। अहिले पनि चामल हामी लोकल खान्छौँ, तर धेरैलाई फेरि त्यो इन्डियाको अझै त्यो पकाएको मसिनो चामलहरू स्वाद नभए पनि त्यही मनपर्छ के। यो किन यस्तो बनाइदियो होला? अहिले हुम्ला जुम्लामा हेर्नु न, चामल खान पाएन भन्ने बनाएको छ, तर त्यहाँको आफ्नो लोकल उत्पादन छ नि त त्यहाँ। त कति पोसिलो हुन्छ भन्नु त? दुध बेचेर कोका कोला खान्छन् त्यहाँ जुम्लामा, हुम्लामा कोका कोला खान्छन् दुध बेचेर। केले यस्तो बनायो होला भन्ने लाग्छ क्या मलाई घरिघरि, होइन त भन्नु त? गाउँको उत्पादन छोडेर। अब यी कुराहरू भए, अब हजुरले आगामी दिन कसरी देख्नु भएको छ? अब कति वर्ष, 20 वर्षमा चाहिँ बाँच्नुहुन्छ होला कम्तीमा होइन? खोइ हजुर, अब चाहिँ के लाग्छ? मैले सरकारी भत्ता खान पाउँछु कि पाउँदैन? पाउनुहुन्छ नि, बल्ल 64 हुनुभयो। कति 70बाट दिने हो भत्ता कि 75? खोइ 68बाट दिन्छ कि। बाँच्नुहुन्छ नि, भर्खर त 64 हुनुभयो। खोइ त्यो त अब के गर्ने त? बाँकी दिन चाहिँ के गर्ने? बाँकी दिन कसरी बिताउने? हजुरलाई के छ? भजन गर्नुहुन्छ कि भगवानको नाम जप्नुहुन्छ? अब हजुरको यहाँनिर त्यही हुनाले आफ्नो घरको उतातिर एउटा शिवको मन्दिर बनाएको छौँ। ए ल, अनि मन्दिरमा अब बुढेसकालमा त्यही बसिराख्नु पर्यो, त्यही बस्नु पर्यो, सानोतिनो एउटा घर बनाउनु पर्यो। ठिक भन्नुभयो, ठिक भन्नुभयो। यो साल सरकारसँग अलि बिन्ती गरेर
जाली बार हालिदियो भनिया छौँ। अब टेन्डर गरिदिया छौँ भन्न लागेका छन् ओराले। नापजोक त गरेर गए अनि पछि घर लगाउनको लागि अर्को सालमा ध्यान दिन पर्ला। अनि यहाँ अगाडि यो जो सामुदायिक वन छ नि, त्यो सामुदायिक वन चाहिँ स्थानीय सबै मान्छेहरू मिलेपछि राम्रो भएको छ कि के छ सुझाव? त्यो वनलाई चाहिँ नजिकको घर नजिक वन छ नि त हाम्रो। अब त्यो वनको लागि सब आफ्नो यहाँको जनताहरू सब मिलेर गरेको हो। वन त राम्रो, तर आजकल धेरै दिन भयो म जङ्गलतिर पस्या छैन हजुरको। रातिमा काठ तस्करी हुन्छ भन्छन् नि, पहिला अहिले पनि हुन्छ कि हुँदैन होला? आजकल त तस्करी त थाहा हुँदैन, तस्करी चोर। तर हजुरलाई के लाग्छ, स्थानीय आफ्नो गाउँठाउँको विकास चाहिँ त्यही ठाउँका जनताले गर्ने हुन् भन्ने लाग्छ कि सबै ठाउँमा सरकारै आएर गर्नुपर्छ भन्ने लाग्छ? अब हजुरको हाम्रो यो ठाउँमा त हेर्नुहोस्, कृषि काम गरेर खाने रहेन। हेर्नुहोस्, जग्गा जमिन सब बिक्री गरेर प्लटिङ गरे, सब प्लटिङ गरे, छैन जग्गा। ठुल्ठुला जिम्मेदारहरूको जग्गा मात्र छ, धेरै छैन। फेरि उनीको पनि 2-2.5 बिघा धेरैमा धेरै छ उनीको पनि, अरूको छैन। सब गाउँवालाको सब प्लटिङ भयो, जग्गा छैन। 1 कट्ठा 1.5 कट्ठा होला, अरू छैन। अब जसको अब खाना पुग्दैन, अब टोकरी बोक्न जान पर्यो, इँटा बोक्न जान पर्यो। अब पहिलाको अब जिम्मेदार जस्तै मान्छे जग्गा खतम पारेर अनि इँटा बोक्न जाउँ भने लाजको मर्नु। हामी जस्तो मान्छे पहिल्यैदेखि गरेको मान्छे, हामीलाई केही लाज लाग्दैन। सबै गरियो नि त हामीले, सबै गरियो। यो तपाईसँग भएका सिप भनिदिनु त मान्छेलाई काम लाग्छ। एउटा नल बनाउन सक्नुहुन्छ तपाईँ, नल बनाउनेदेखि कुवा खन्नेसम्म सब गर्नुभयो। सब गरे, सब गरे। त्यसपछि यो काठको पनि काम गर्नुभयो क्या है? काठको गरिएन, काठको गरिएन। खेतीको सबै काम भयो, खेतीको सबै काम, जोत्नेदेखि लिएर ट्र्याक्टर पनि आफै चलाउनुहुन्छ कि? म ट्र्याक्टर चलाएँ, ट्र्याक्टर छ आफूसँग, तर बुरुसकाल लाग्यो, अब मैले हात हालेन। तर बैलगाडा सैलगाडा सब सबै गरे। अनि त्यो पम्प सेट, पानी चलाउने पम्प सेटहरू सब सब। अरू के छ तपाईसँग सिप? अरू केही रहेन। डोरीहरू बाट्ने, डोरी। माछा मार्ने कति गर्नुभयो? माछा मार्ने गरे, हेर्नुहोस् धेरै गरे माछा मार्ने काम। 2014 यो 37 सालदेखि चाहिँ मैले भक्ति लाइनमा गएँ। 37 सालदेखि नै? हजुर। कसरी जानुभयो भक्ति? ईश्वर छन् भन्ने कसरी विश्वास लाग्यो? होइन, 37 साल होइन, 2057 साल मङ्सिर 15 गतेदेखि। अच्छा, केले त्यस्तो बनायो हजुरलाई? मङ्सिर 15 गतेबाट कसरी भयो? अब हजुर बालबच्चा ठुलो हुन लाग्यो, उनी पढाइ लेखा अलिकता खर्च आउन लाग्यो। अनि मैले भने कि एउटाले मैले कमाएर रक्सी खाएर त्यही सिद्ध्याएर घरमा आएपछि त घरमा चाहिँ भोकमरी लाग्छ, हरेक चिज हुन्छ, लुगा कपडा हुँदैन भनेर मैले त्यागेँ। हेर्नुहोस् कति वर्ष भयो त्यागेको? 57 साल मङ्सिर 15 गतेदेखि। 67, 77, 78, 79, 80, 81 भनेपछि 24 वर्ष भइसक्यो। हजुर भयो। तपाईँले 81 त्यत्रो समय खाइरहेको मान्छे कतिले त छोड्न सकेन भन्छन्, तपाईँले कसरी सक्नुभयो त 81? म छोडेँ है, म छोडिहालेँ। रक्सी सुर्ती चुरोट खाना छोड्न नसक्नेहरूका लागि के सुझाव दिने त हजुरको? मैले त्यो बेला खानेपानीको ठेक्का लिन्थेँ, गाउँतिर हाल्न जान्थ्यो उतातिर। अनि नलका हालिसकेपछि ल यहाँ नआउने ठाउँमा मिस्त्री खानेपानीको मिस्त्री आएर पानी निकाल्यो, हामीलाई पानी खुवायो। ल एउटा मेरो तर्फबाट भाले लैजाऊ, खसी लैजाऊ भन्ने। अनि लिएपछि बेलुका मारेपछि खाएपछि त भएन, दारू पनि खानु पर्यो होइन? दारू खान पर्यो। अनि त्यो चाहिँ साथीहरू ल खा, 1 गिलास ल खा भन्दा भन्दै त्यो जरिया भए।
अनि मैले भने नै यो चाहिँ ठिक काम राम्रो काम होइन अनि छोडेँ त्यो काम छोडेँ हजुरको। ल अरूलाई पनि उहाँका अनुभवबाट प्रेरणा होस् कि उहाँले के भन्नुभयो त भन्दा सङ्कल्प ठिक रहेछ नि, आफूले चाह्यो भने हुने रहेछ। मेन कुरा हुने रहेछ हजुर। कतिपयले अस्पताल गएर औषधि गर्छन् के गर्छन् केहीले काम गर्दैन, मान्छेले चाह्यो भने हुने हो हजुर। अब राम्रो चाल राम्रो मेहनत गरेपछि योगा गर्न परेन केही गर्न परेन, काममा एकदम बिजी भएपछि अनि केही भएकै छैन भनौँ। ठिक भन्नुभयो। न मलाई पत्थरी छ न मलाई केही छ अहिलेसम्म। अब अहिले कहिलेकाहीँ हाम्रो गाउँघरमा यो सिमानाका कारणले, आलीका कारणले, छिमेकीका बानीका कारणले कहिलेकाहीँ कलह झगडाहरू हुन्छ। ती छिमेकीहरू कस्ता छिमेकीलाई असल छिमेकी भन्ने कसरी चाहिँ हामी मिलेर बसौँला समाजमा? त्यही त अब त्यस्ता जस्तै मेरो र हजुरको सिमाना छ। अब यी यहाँसम्म मेरो भन्छन् खालि झगडाको जर हो होइन, त्यो चाहिँ गर्नु हुँदैन त्यस्तो। इमानदारी कतिपयले त त्यो अमिनलाई ल्याएर नाप्दा पनि विश्वास गर्दैनन् नि। गर्दैन। अमिनको कसरी सम्झाउने होला त्यस्तालाई सम्झाउन गाह्रै पर्छ। हेर्नुहोस् अमिनको भनेको मान्दैन, फेरि ल्याउँछ अर्कै अमिन, फेरि उहीको उही हाल। त्यही त उनलाई नबुझ्ने मान्छे हुन्। अब अर्को कुरा समाजमा अर्को समस्या भनेको एउटा सिमानाको समस्या हाम्रो गाउँघरमा भएको, अर्को दारूको हामीले भन्यौँ, अर्को चाहिँ यो अहिले श्रीमान श्रीमती पनि डिभोर्स हुन लागे, झगडा डिभोर्स गर्न हाम्रो पालामा त त्यस्तो थिएन नि। थिएन। अहिले केले गर्दा यस्तो भयो? त्यो त हजुर कुरा बुझेन उनीको, त्यही फेसन भयो। यो लोग्ने छोडेर त्यो लोग्ने लिउँ भनेर हो कि कस्तो, त्यो आफ्नो यो आइमाई छोडेर यो भन्दा राम्रो लिउँ भनेर हो कि किन उनीले झगडा गरिराख्छन्, किन डिभोर्स गरिराख्छ? घर घरमा छ यो समस्या। सावधान त सरकारले गर्ने हो नि। कसरी गर्ला त सरकारले? झगडा घरभित्र गर्छन्, अब सरकार कसरी आएर गरिदेला भन्नु त? अब त्यो समस्या छ नि, होइन? हो त्यो पनि हो। अब सरकारले जागिर राम्रो दियो सबैलाई। एउटा समस्या त के भयो भन्दा महिला र पुरुषहरू छुट्टिन लाग्यो के, विदेश गए नि त पुरुषहरू, विदेश गए, परिवारै भाँडियो नि त यहाँ त हजुर। त्यही भएर सरकारले यही देशमा खाने लाउने वातावरण बनाइदियो भने, यही देशमा रोजगारी भयो भने, केही नभए घरभित्रै झगडा त गर्थे, अलिक कम हुन्थ्यो होला होइन र भन्नु त? अहिले त बुढा खाडीमा कमाउन गएको छ, श्रीमती यहाँ टाप कसिसक्यो। त्यही भइहाल्छ। अहिले धेरैलाई मैले भेटेँ, त्यही भएको छ। धेरै जस्ता आइमाई पनि विदेश गएका छन्। हेर्नुहोस् यहाँ श्रीमान अर्कैसँग गइसक्यो हुन्छ, श्रीमान अर्कैसँग हो। के हो आजकलको जमाना, सब विदेशै पैसा कमाउँछ। अब हजुरको मनमा के छ त यो? हाम्रो जमानामा हेर्नुहोस्, पहिलाको जमानामा अनि यो पक्की घरको नाम निशाना थिएन, टिन किनौँ भन्ने नाम निशाना थिएन। अनि जङ्गलमा गएर खामा बनाउँथे। खामा बनाइसकेपछि अलिकता यो रोडमा जुत्ता हालेको चप्पल हालेको मान्छे हिँडेको देखेपछि अरे आज त सरकारी मान्छे आछन्, फर्क जङ्गलतिर जानु हुँदैन। भनेको खाली खुट्टा जान्थे मान्छे, चप्पल थिएन? नै, चप्पल लगाउने चलनै थिएन। काठको पौला त्यो हालेर। कति सालको उमेरमा यो रबरको चप्पल लाउन लाग्यो? यो हजुर पहिला मेरो काठकै पौला थियो। पौला भनेको जुत्तै काठको, चप्पल मात्र काठको होइन, डोरीको बत्ती लगाएर अनि हालेर हिँड्थ्यौँ। अनि पछि चाहिँ चप्पलको सुरुवात भयो। नतरी चप्पल अब मोबाइल आयो, टिभी आयो, तपाईँले फेसबुक चलाउनुहुन्छ अहिले? नै, म जान्दैन हजुर। अब यो भिडियो कसरी हेर्ने त तपाईँको अन्तर्वार्ता? यो त आउँछ त अब। बच्चाहरूलाई देखाइदेऊ भन्नु पर्यो अब। हजुर कस्तो बोलेको छौ हेर्नु पर्यो नि। हजुर
ल हजुरलाई आज समय दिनुभयो, यत्रो अनुभव सुनाइदिनु भयो, बहुत धन्यवाद। म जस्ता तपाईँको छोरा उमेरका मान्छेलाई हजुरको के सुझाव छ? के गर्ने होला मैले यो देशमा? म अमेरिका छोडेर यो देशमा केही गरौँ भनेर आएँ। अब के हो भनेपछि म पहिल्यैदेखि सानो बच्चादेखि नलका हालेँ, के गरेँ, किसानी काम गरेँ। अनि एउटा छोरा मसँगै बस्थ्यो, जेठो छोरा बजारतिर काम गर्थ्यो। अनि कान्छो छोरा यो पाला कार्तिक मङ्सिरतिर चाहिँ इन्डिया गइहाल्यो। मैले भन्थेँ कि छोरा नजा, आफ्नो घरमा गाडी छ, हरेक चिज छ, गाडी चला। तँलाई म लाइसेन्स त निकालिदिएको छु, गाडी चला। त्यहाँ तैँले दिनमा 2000 कमाएपछि गाडीले 60,000 रुपियाँ कमाउला। हो। अनि उसले नमानेर मेरो कुरा नसुनेर बिहानै राति नै निस्किएर इन्डिया गया छ। अब सिजन आया छ, गहुँ चुट्ने बेला थ्रेसर चलाउँथे। कमसे कम मैले ट्र्याक्टरबाट 100 बोरा, कममा कम 100 बोरा गहुँ बेच्छु, 100 बोरा धान बेच्छौँ। ट्र्याक्टर चलाएर मात्रै? हजुर, 15-20 दिनको सिजन हुन्छ जम्मा। भनेको एक बोराको कति पर्छ बेच्दाखेरि? पहिले पोहोरको सालमा 3800-4200 थियो। भनेपछि 100 बोरा बेच्दा कति 3,80,000 जति आयो? आउँछ त हजुर। भनेको त 7-8 लाख रुपियाँ तपाईँले 25 दिनमा कमाउनुहुन्छ यो सिजनमा। हजुर। अनि त्यत्रो आम्दानी छोडेर छोराले बाहिर गयो। अब मैले अर्को मान्छेले आइदिएन भने अर्को मान्छे राखेर पनि काम गर्न पर्यो, आफ्नो खानाको गुजारा त गर्न पर्यो। मैले पनि ट्र्याक्टरसँग काम नगर्न सके पनि ट्र्याक्टरसँग उभिराख्न पर्यो, हेर्नु पर्यो। अब बाहिरको मान्छेको विश्वास हुँदैन हैन। कसैलाई चोट फटक हरेक चिज मसिनगिरी काम हो, त्यो एकदम ध्यान गर्न पर्छ, हेर्न पर्छ। अनि भाइ हो, यस्तो हो, उस्तो हो भन्न पर्छ। अनि जुगेरातिर पहिला पानीको अभाव थियो, अनि मैले पुरा पानी निकालेँ जुगेरातिर पनि, रात बसेर पनि पानी निकालेँ। अनि सबै मान्छे मलाई चिन्ने रहेछन्। हेर्नु, तपाईँ त धेरैलाई पानी खुवाउनु भयो हैन? धेरै नल खोल्नु भयो। धेरै। अनि धेरै नचिन्ने मान्छे कोही छैन। आजकलको बच्चामा चिन्दैन हजुर, ठुल्ठुलो भए आजकलमा चिन्दैन। पहिलाको मान्छे त मिस्त्रीजी नमस्कार जो पनि भन्छ। जहाँ पनि गए पनि उतातिर मोहरा कतान उता सब कुन गाविस सब घुमेको मान्छे हो हजुरको मैले। अब एउटा लास्ट प्रश्न, अब छोटो गरौँ। अब हामी झन्डै 40 मिनट बात गरिसकेछौँ, टाइम गया थाहा भएन। तर अब एउटा कुरा, अहिलेका मान्छेमा पाप धर्मको डर कम भइरहेछ। कोही प्रहरी चाहिँदैन थियो, कोही चाहिँदैन थियो, तर पनि मनमा यसले चाहिँ पाप कमाउँछ, यसले धर्म कमाउँछ भन्ने आफ्नै अनुशासन डरले भगवानसँग डराएर मान्छे इमान्दार बन्थ्यो। अहिले मान्छे विश्वास गर्ने गाह्रो भयो। मेरै आफ्नै अनुभव पनि। यिनीहरूलाई कसरी यो धर्मको पाठ पढाउने होला? तपाईँ ठिक भन्नुभयो। यो कुरा एकदमै पीडा हुन्छ नि हैन? मान्छेलाई त धर्म गर्नलाई उसको लाज हुन्छ, इज्जत हुन्छ, हरेक चिज हुन्छ। हेर्नुहोस्, जो धर्म मान्दैन उसको लाज हुँदैन, इज्जत हुँदैन, केही मान्दैन ऊ। हेर्नुहोस्, हामी चाहिँ पहिलाको मान्छे अहिलेसम्म भगवानको चरण डेली बाई डेली छुइराख्छौँ। अनि मन्दिरमा गइराख्छौँ। आजकलको जहाँ मेला हुन्छ त्यही मात्र जाने हुन्। फिल्म हेर्न यस्तोमा हजुर पढाइ ध्यान गर्दैन यिनीहरू। यो सुझाव दिँदै आजको हामी संवाद, जुन यो 64 वर्ष उमेर बिताउनु भएका, रियलमा यो देशको माटो छुनुभएका, यो देशको भावना छुनुभएका
एक सबैको मन छुन सफल भएका पहाडी मधेसी थारू सबै समाजमा उस्तै भिज्न सक्नुभएका एक विशेष बुवा समान उमेरका एकजना व्यक्तित्वसँग संवाद गऱ्यौँ। आगामी दिनमा अरू कुरा लिएर संवादमा जोडिउँला। आजका लागि हजुरलाई धेरै धन्यवाद।